फाइनली गाइस म चाहिँ आज चाहिँ गाउँ आइसकेको छु। गाउँमा एकदम रमाइलो छ अनि रोमान्टिक छ, रमाइलो छ हैन। तिहारको माहौलमा चाहिँ बजारतिर पनि रमाइलो हुन्छ, गाउँतिर चाहिँ बेसी चाहिँ रमाइलो हुन्छ। किन भन्दा गाउँमा किन रमाइलो हुन्छ थाहा छ तपाईहरुलाई? किन रमाइलो हुन्छ नि? यस्तो यस्तो भ्यू सिनेमाहरु हेर्न पाइन्छ, आनन्द है। यति आनन्दको छ नि मेरो ठाउँ, मेरो जन्मभूमि गाउँ। यति रमाइलो छ तपाईहरुलाई के कुरै नगरौँ न। हेर्नु मेरो सिन यो यहाँबाट देख्न सक्नुहुन्छ तपाईहरु। गुल्मी, वालिङ, पोखरा पनि सब देख्न पाइन्छ कि यहाँ छुट्टाउन मात्र चाहिन्छ। यति रमाइलो भ्यू भएको ठाउँलाई छोडेर, स्वर्ग जस्तो ठाउँलाई छोडेर हामी चाहिँ कहाँ जाने? यति रोमान्टिक ठाउँ अनि सुन्दर गाउँलाई छोडेर चाहिँ हामी चाहिँ टाढा जाने काम चाहिँ नगरौँ है भन्ने चाहिँ म चाहिँ यहाँ लाग्छ। हेर्नु त कति सुन्दर छ मेरो गाउँ। त्यसै त नेपाल हरियाली वन जङ्गलले भरिएको क्षेत्र चाहिँ नबनेको होइन नि पुर्खाहरूले, यही भएर त भनेको। हेर्नु त कति आनन्द छ, स्वर्गभन्दा सुन्दर ठाउँ छ मेरो गाउँ। कति राम्रो सिन देखिएको छ। हाम्रो दाइले अवलोकन गर्दा आउँदै हुनुहुन्छ हाम्रो ठाउँको। पाल्पाको कोकल डाँडा हेर्नुस्। ओ यो साइडमा यहाँबाट तपाईको यहाँ यो बागलुङ हो क्या, गुल्मीको डाँडा उता बागलुङ। तपाईँ मुस्ताङ जानलाई ठ्याक्क यो तपाईँ के अरे मुक्तिनाथ जानलाई गुल्मीदेखि 7 घन्टा लाग्छ क्या। त्यहाँबाट ठ्याक्क बागलुङ जान 4 घन्टा, बागलुङदेखि मुक्तिनाथ जानलाई 3 घन्टा। यता काठमाडौँतिर पूर्वतिर घुम्न भन्दा यता छिटो हुने रहेछ नि। 7 घन्टामा 8-10 घन्टामा मुक्तिनाथ पुग्छ भन्दै। मुक्तिनाथ यता गुल्मीको बाटोबाट जानुपर्छ। गुल्मीदेखि बागलुङ, बागलुङदेखि त्यो भन्दा त्यो डाँडा पालतिर फेरि जमसमकै बजारमा। हाम्रो गाउँ यति रमाइलो छ। यहाँ हेर्नुहोस्, यता पनि देख्नुहुन्छ। ओए झाउरीहरू, हाम्रो चाहिँ गाउँमा चाहिँ यस्ता पनि पाल्नु भएको छ। यता चाहिँ कुखुरा, कुखुरी कहाँ मेरो दोस्त। ओए दोस्त आइज न हौ, फोटो खिच्न। आइज त, आइज त, के छ? ल आऊ, आइज न हौ, आइज। सो फोटो खिच्ने होइन भने क्या, रोछस् है त अन्त। किन रोछस्? आँखाभरि आँसु ल्याएछ त। चाहिँ होला 1 वर्षको अरे केही नभए पनि 30,000 चाहिँ पर्छ है। ल हेर्नु त गाउँमा बाख्रा पालन गरे पनि एकदम राम्रो छ। कुखुरा पालनको फोहोर त्यता छ।